नमस्ते नमस्कार सम्पूर्ण तपाईहरुलाई स्वागत छ फेरि पनि हाम्रो टेक सुबोबु युट्युब च्यानलमा। साथीहरु आज फेरि एउटा मैले नयाँ भिडियो लिएर आएको छु। यो भिडियो चाहिँ स्पेशली निशुल्क तालिम सम्बन्धी रहेछ। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले चाहिँ नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय व्यवसाय परीक्षण प्रतिष्ठान विकास समिति राष्ट्रिय व्यवसाय परीक्षण प्रतिष्ठान भनेर यहाँ छ हैन। भैसे पाटी ललितपुर भनिन्छ। निशुल्क सिप अभिवृद्धि एडभान्स तालिममा आवेदन दिने सम्बन्धी सूचना जारी गरेको छ। मिति 2023 साल 4 को महिना 27 गते रहेको छ। यस प्रतिष्ठानद्वारा आर्थिक वर्ष 2083-84 मा निशुल्क सञ्चालन गरिने व्यवसायी तथा सिप मूलक बेसिक र एडभान्स तालिमको लागि चाहिँ देय बमोजिमको विषयमा तालिममा सहभागी हुने इच्छुक नेपाली नागरिकहरूले मिति 2023 साल 5 को महिना 11 गते कार्यालय समय भित्र चाहिँ आवेदन फारम यो सूची प्रकाशित भएको छ भनेर यहाँ दिएको छ। म्याद ननागी आएको र रीति नपुगी को आवेदन उपर कुनै कारबाही हुने छैन भनेर यहाँ दिएको छ। अब म तपाईहरुलाई चाहिँ कुन विषयमा कति संख्यामा र कति घण्टा ट्रेनिङ हुन्छ त्यो सबै जानकारी दिनेछु। यहाँ सिनम विषयवस्तु, त्यसैगरी तालिम अवधि, तालिममा आवश्यक संख्या, अन्तर्वार्ता र निशुल्क सुरु हुने मिति, आवेदन फारम पाइने वा पेश गर्ने स्थान भनेको छ। फर्स्टमा चाहिँ ब्युटिशियन एडभान्स भयो। तालिम अवधि चाहिँ 195 घण्टा अनि संख्या भनेको 20 जना रहेको छ र अन्तर्वार्ता र तालिम हुने मिति चाहिँ पछि तय गरिनेछ भनेको छ। अब यो सबैको फर्म चाहिँ तपाईको राष्ट्रिय व्यवसाय परीक्षण प्रतिष्ठान ललितपुर वा प्रतिष्ठानको वेबसाइट www.navt.gov.np बाट डाउनलोड गर्न सक्नुहुन्छ वा सोधपुछको लागि चाहिँ यहाँ दिएको नम्बरमा कल गरेर पनि बुझ्न सक्नुहुन्छ। अब दोस्रो नम्बर चाहिँ विद्युतीय जडान एडभान्स बनेको छ। तालिम अवधि 195 घण्टा 20 जनाको र यसको पनि पछि नै प्रकाशन गरिन्छ इन्टरभ्यु र तालिम सुरु हुने मितिहरू। तेस्रो नम्बर चाहिँ सिलाइ कटाई एडभान्स बनेको छ। यो पनि 195 घण्टाको 20 जनाको बनेको छ र चौथो अन्तिममा चाहिँ अटो मेकानिक्स बेसिक भयो 390 घण्टाको छ। यसको पनि 20 जनाको माग छ। अब यहाँ चाहिँ तालिम लिन इच्छुकहरूले पालना गर्नुपर्ने शर्त तथा पेश गर्नुपर्ने कागजातहरू यहाँ दिएको छ। अब सिनम 1 2 3 यानी कि सिरियल नम्बर 1 2 3 सम्मका लागि चाहिँ सिप अभिवृद्धि तालिममा सहभागी हुनु दस्तखत फारम साथ नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम 360 घण्टाको आधारभूत तालिम गरेको हुनुपर्ने अनि प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि भनेको छ। र सिनम 4 यानी कि सिरियल नम्बर 4 का लागि चाहिँ आधारभूत तालिममा सहभागी हुनु दरखास्त फारम का साथ चाहिँ नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम 8 क्लास पास गरेको हुनुपर्ने, शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ र आवेदनकर्ताको उमेर चाहिँ 18 वर्षदेखि 45 वर्ष ननाएको हुनुपर्ने, तोकिएको योग्यता पुगेका 1 जना भन्दा बढी विषयमा चाहिँ पनि दरखास्त दिन पाइन्छ हैन। अब तपाईले चाहिँ उमेर पुगेछ र 4 वटामा चाहिँ 1 वा 1 भन्दा बढीमा पनि आवेदन दिन सक्नुहुन्छ। अब त्यस्तो अवस्थामा कार्यालयले आवश्यक परेको विषयको लागि चाहिँ छनौट गरी स्वीकृति गरिनेछ भनेको छ हैन। तपाईको चाहिँ फर्म चाहिँ यहाँबाट डाउनलोड गरेर तपाईले चाहिँ राष्ट्रिय व्यवसाय प्रशिक्षण प्रतिष्ठान ललितपुरमा बुझाउनु पर्ने हुन्छ। थप जानकारीलाई चाहिँ यहाँ नम्बर दिएको छ, यहाँ पनि सम्पर्क गर्नुहुन्छ। र म यो फारमको चाहिँ पीडीएफ म यो भिडियोको कमेन्टमा राख्दिन्छु, त्यहाँबाट तपाईले चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। साथीहरु यो भिडियोमा यति मात्र जानकारी छ। फेरि भेटौँला अर्को भिडियोमा। हस्त धन्यवाद। जय नेपाल।